यो दिव्य भव्य नव्य यात्रा हामी आफैले तय गरेको हो, परन्तु परिवेश यस्तो भइदियो कि यात्राले आफै गन्तव्य तय गर्न थाल्यो। हामीले गन्तव्य राखेर लम्किएको ठाउँ थियो, फुलै फुलले सजिएको। पास आयौँ, पुग्न त पुग्यौँ त्यो ठाउँ, तर प्रकृतिले हाम्रा लागि यसपालि भने घुम्टो खोलिन। न सम्झिन सक्छौँ हुन त न आइयो, बिर्सिन सक्छौँ कसरी आइयो ती त्यो अब हामीलाई त थाहा। अद्भुत र अविस्मरणीय पलहरू। म सम्झिनै जान्ने यो दिन त मलाई नसम्झोस् ल। यस्तो के अब त्यो पुरै काँप्छ। मम्मी की याद दिला दी रे, रोड नहीं बवासी रे भन्थ्यो रहेछ। यस्तो बिजोग छ। यस्तै हामी पुग्यौँ गणेश हिमालको काखमा हुर्किरहेको सानो तिप्लिङ नाउँको गाउँ। बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस्, यी हातले सधैँ सधैँ नेपाल लेख्न पाइयोस्, नेपाल लेख्न पाइयोस्। खोला नालाले सिन्चिएको, हिमाल पहाडले घेरिएको, चिसो हावाले पिउस छड्केको, सहरले बिर्सेको, सुन्दरताले रोजेको यो बिहानीलाई तातो कफीले श्री गणेश गर्दै प्रखर चोर बनेर चोरिरह्यौँ अनवरत प्रकृतिले पस्केका यी अतुलनीय नजराहरू। यो सिजनमा के हुन्छ फल्नेहरू चाहिँ? सबै हुन्छ नि सर। अहिले के फलफुल पाइँदैन यहाँ? मकै फलफुल अब स्याउहरू सुरु हुन लाग्छ। असारदेखि स्याउ महामल हुन्छ, स्याउको बगैँचा माथि हो। योभन्दा माथि दुईवटा गाउँ छ। यहाँ आलु के भन्छ? आलु बखरालाई खोर्पानी खोर्पानी हो कि खुर्पानी? खुर्पानी। यतातिर छैन रहेछ कि, यतातिर खासै। अब यो मासतिर छ, अलिअलि तलतिर होला। हजुर घर चाहिँ कहाँ? मेरो घर चाहिँ माथि हो, ससुराल चाहिँ यहाँ हो मेरो। माथि अझै गाउँहरू छन् है? यता चाइना पनि पुगिन्छ होला नि? चाइना चाइना त्यो डाँडा क्रस गरेपछि चाइना र नेपालको बोर्डरहरू हुन्छ कि, त्यो पिल्लरहरू गाडेकोहरू हुन्छ, पुग्छन्। त्यो डाँडा क्रस गर्ने बित्तिकै चाइना। कुन डाँडो? हिमाल, गणेश हिमाल। गणेश हिमाल कट्नेपछि त्यो पारी चाइना हो, यता नेपाल हो। ए गणेश हिमाल सिमाना हो। त्यसै भनौँ न। ए नाका त यतातिरबाट खोल्नु पर्ने थियो कि, चाइनिज नाका हो कि नाका। कता सम्भव छ नि, यता खोल्यो भने अलिक टाइम लाग्ला। खोल्यो भने बाटो साटो पनि राम्रो हुन्छ नि त। अब त हाइटै छ यो ठाउँमा त। अब हाइट यस्तै घामको तातोले रुजेको बाटो सुकेपछि लगभग बिहान 9-10 बजे हामीले निस्किने जमर्को गर्न थाल्यौँ तिप्लिङबाट धादिङ बेसीतर्फ। यो गाउँ छोड्नु अघि मनले साह्रै कुतकुत्यायो अनि डिलमा बसेर धिक मरुन्जेल हेरिरह्यौँ यो स्वर्गपुरी। सम्झनाका पोटलीमा यी दृश्यावली बाँधेर पुनः स्वर्ग छाडी झरे झैँ छिँडे पुन्ने मर्तेलोके बिसन्ती हामी पनि झर्न थाल्यौँ सेर्तुङ हुँदै बोरङ हुँदै धादिङ बेसीतर्फ। रुबी भ्याली भन्छौँ अनि हामी चाहिँ लटरपटर त्यो डाँडामा मात्रै होइन, थुम्कामा मात्रै होइन, रुबी भ्याली नै पुग्ने भनेर चाहिँ अहिले मेन रुबी भ्यालीमा पुगेका छौँ। किनकि वरिपरिबाट यो पहाडहरूले सराउन्डेड भएको यो एकदम भूमि एकदम दामी छ। रुबी भ्याली नै खासमा यो। यहाँ चाहिँ 6वटा गाउँपालिकाहरू रहेछ। ल चान्चुन यहाँ 2500 जति जनसङ्ख्या होला है? 2500 घरहरू कति छन्? समथिङ 300-400 जति घरहरू होलान्। अनि यहाँ 6वटा वडा छ यो रुबी भ्यालीको। अनि योभन्दा माथिको डाँडा जहाँ हामीले पासाङ भन्छौँ, त्यहाँको भ्यू पोइन्ट, त्यहाँबाट चाहिँ भ्यू हेर्ने, त्यहाँको थुम्काहरू हेर्ने। अहिले चाहिँ धेरै फुलहरू सुकिसकेको छ, सुक्खा भइसक्यो। अनि यताबाट आउँदा चाहिँ एकदमै गाह्रो,
एकदमै गाह्रो के त्यो भर्खर बनेको बाटो भएर होला हिलो त्यस्तै ढुङ्गा त्यस्तै एकदमै गाह्रो हामी एकदमै कष्ट गरिरह्यौँ र यहाँ 9-10 बजे मात्र पुग्यौँ रातिको भने अब यहाँबाट लगभग 70 देखि 75 किलोमिटर धादिङ बेसी छ यहाँ बसेर अनि माथि घुमेर अनि दिउँसोको यात्रा चाहिँ यो गर्नु होला किनकि रातिको यात्रा एकदमै कठिन छ हामी एकदमै कठिन यात्रा गुजारेर आयौँ अब पनि जान्छौँ अहिले पानी परेको छैन हल्का कि सुक्या होला घामले त्यही भएर पनि हामी बिहानै नहिँडेको हल्का साँझ पानी परे भएर अब चाहिँ हामी यहाँबाट फर्किन्छौँ अनि होमस्टेहरू पनि यहाँ रुबी भ्यालीमा एकदमै बवाल छ यहाँ नासपतिहरू फल्छ अलि अगाडि स्याउबारी पनि रहेछ स्याउहरू पनि फल्ने अनि जस एउटा पर्यटकीय क्षेत्र चाहिँ यो बन्न सक्छ एकदमै यहाँको झरनाहरू देख्न सक्नुहुन्छ पारी झरनाहरू पनि छ अनि यहाँबाट हामी यहाँ जस्तो गणेश हिमाल चढ्न खोज्नेहरूले चाहिँ यहाँ आएर यहाँ स्टे गरेर यहाँबाट ट्रेकिङ सुरु गर्दा लगभग 2 दिन 1 रात जस्तोमा चाहिँ गणेश हिमाल जान सकिन्छ होइन त्यसरी चाहिँ जान सकिन्छ यहाँबाट अब ऊ त्यहाँ बसेका थियौँ त्यहाँबाट हामी होमस्टेमा बसेर रुई भ्याली टिप्लिङबाट धादिङ बेसीको तर्फको यात्रा अब हाम्रो सुरु हुँदैछ उकालो चढ्न भन्दा झर्न गाह्रो यो वाक्यको साक्षी हुन पायौँ टिप्लिङ टु सेर्तुङको यो ओह्रालो रुन मात्र नसक्यो यार दादा बिस्तारै लाई लाई लो सुना 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 लो सुना सुना है के नहीं छयो पहाडमा दुःख बाहेक जन एक दिन चढी जानु छ रुवाउँदै सबको मन सबलाई बिदा दिँदै रुवाउँदै सबको मन साथीभाइ आँसु झर्छन् रुवाउँदै सबको मन के पुल बन्दैछ के अट्क्यो बिस्तारै बिस्तारै बातें ये मौसम नदी का किनारा ये चंचल हवा कहा दो दिलों ने कि मिलकर कभी हम न होंगे जो बिस्तारै हाम्रो राइडर जी ओए मेरो खुट्टा जता पुगेको थियो नि त्यो ल यतै छ कोही कता पुग्यो यता होइन देब्रे साइड पिचबाट त छिर्दैन होला ठाउँ हो त्यो ठाउँको नाम के हो हेलो त्यो ठाउँको नाम हजुर ठाउँको नाम के हो औवी भन्दा औवी त्यो शेरफाङ हो कि के अरे सेर्तुङ सेतुङ कहाँ हो सेर्तुङ यो पछाडि छ नि कटिसक्यो सेर्तुङ यो डाँडाको पछाडि अब बोरङ हो कि के भने बोराङ त्यहाँ उता डाँडामा त्यो अब बाटो कस्तो छ हो त्यो उता पछाडि बाटो यस्तै हो बाटो जस्तो उतातिरको झन् यस्तो चाहिँ छैन अलि राम्रै छ यहाँदेखि यस्तो त छैन होइन अब छैन खासै छैन धादिङ कति छ धादिङले लाग्छ 5-6 घन्टा त्यो तलतिर त यस्तो छैन सबै राम्रो छ नराम्रो भन्दा अहिले यहाँ बनाइरहेको छ त्यही भएर नराम्रो भएको हजुर म यतै छु यहाँबाट छिराउने हो यो साइड जान्छ नि होइन म यहाँ छु गाह्रो खाके अब यसमै रमाइलो लिने हो अब अहिले त रमाइलो हुन्न पछि भिडियो हेर्दाखेरि रमाइलो हुन्छ के छ खबर उठा न यस्तोलाई रिस उठेर हुन्छ है फेरि गाली खाइयो भने म चाहिँ पछाडि यता पुगेको लो हजुरले नागेर यता पुगेँ म हामी हिँड्दा है यो दुईवटा बाटो फाट्यो चरमुसो कोही छैन गाडीको आवाज आए जस्तो त छ तर दुईवटा बाटो फाट्यो अब हामीलाई चाहिँ एउटा गीत के याद आइरह भनेपछि दा के अरे कसलाई सोध्ने होला
यो पापी संसारमा कसलाई सोध्ने होला भन्ने हामीलाई भाइ भाइ रह अब के गर्नु यस्तो अनघन्टा ठाउँदेखि हामी सम्ममा आइपुग्यौँ हुँदै हुँदै हामी धादिङ बेसीको लागि जाँदैछौँ हाम्रो राइडर हाम्रो साथमा हुनुहुन्छ तिम्रै दायाँ तिम्रै बायाँ ज्यान घुम्छ फन झ्याप्पै ठोकी लाहा छाप मायालाई सिलबन्दी तिम्रै दायाँ तिम्रै बायाँ ज्यान घुम्छ फन्ती वाह सनले किस गरे यार मेरो अनुहारमा वाह सया सनबात भइरहेछ सनबात सनकिस राखोला रौतेले बनाई ऐसामा बसाले छोटे ऐसामा बसाले ल धादिङ बेसी आइसक्यो हाम्रो धादिङ ओम पूर्णमदः पूर्णमिदं पूर्णात् पूर्णमुदच्यते पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते। यसरी हामीले हाम्रो यात्रालाई धादिङ बेसीसम्म ल्याएर बिट मार्यौँ। गोरेको त्यो गाउँको लौना